काकाको छोरा हुनु पऱ्यो उहाँ चाहिँ। अनि त्यसपछि चाहिँ अहिले चाहिँ अब उहाँहरू चाहिँ दुईजना नै सहमति भनौँ न होइन, सरल भाषामा बहिनी र यता भाइ चाहिँ राम्रोसँग सबै चिन्जान भएपछि एक तपाईँको चाहिँ सहमति भनौँ न, विवाहको लागि चाहिँ सहमति भन्ने कुरो चाहिँ उहाँबाट सुने भाइबाट त्यसको लागि चाहिँ अहिले उहाँ बहिनीलाई चाहिँ तपाईँहरूको संस्कृत लिम्बूको कल्चर अनि एउटा संस्कृति अनुसार तपाईँको मलाई त्यति साह्रो थाहा छैन, तपाईँको संस्कृति अनुसार चाहिँ हामीले चाहिँ यो उहाँ बहिनीको हात माग्न चाहिँ तपाईँलाई चाहिँ तपाईँको संस्कृति अनुसार चाहिँ हामीले चाहिँ त्यसलाई चाहिँ रेस्पेक्टली आदर सम्मानको स्वरूप हामीले चाहिँ यहाँ हात माग्न चाहिँ भाइसँग आएको छौँ। अब तपाईँहरू अब जे जस्तो भए पनि हाम्रो माझ किराँत, पल्लो किराँत, अल्लो किराँत, 16 खम्बा 10 लिम्बुवानमा हाम्रो रीतिरिवाज चलेकै पनि हो। त्यसले गर्दाखेरि अब भाइको छोरी मेरो छोरी एउटै कुरा हो, हामी एउटै परिवार हौ। त्यसले गर्दाखेरि तपाईँहरूको परिचय 1 वर्ष बितिसकेको रहेछ, परिचय भइसकेको कुरा। त्यसले गर्दाखेरि चाहिँ तपाईँहरू चाहिँ यहाँनिर चाहिँ अब के अरे हामी माझ किराँत, पल्लो किराँत, अल्लो किराँत, 16 खम्बा 10 लिम्बुवानको रीतिरिवाज चलेको अनुसार तपाईँहरू रीतिरिवाज के अरे चाहिँ कन्या अर्थ जस्तो के अरे चाहिँ स्वर सम्पन्न गर्नु र हातको सजित लिनु आउनुभएछ। अब 5 पञ्चाले सबैले सुन्यौँ होइन? अनि 5 पञ्चाले सुनेपछि चाहिँ हामी तपाईँहरू चाहिँ अब कुलकुटुम्बहरू चाहिँ तपाईँहरू चाहिँ कन्या अर्थ नै आउनु भएको रहेछ। वास्तविकता कुरा के हो भने नि यहाँ हामीले जतिसुकै लामो दाम्लो बाट्न चाहे पनि गाँठो एउटा हो, यो हामीलाई सबै थाहा छ। हाम्रो चाहिँ उहाँ बहिनी र ज्वाइँको सहमतिमा उहाँहरू चाहिँ एउटा चाहिँ हाम्रो व्यावहारिक पक्षले यहाँको हाम्रो 17 थुम लिम्बूको रीतिअनुसार चाहिँ हाम्रो चेलीको हात माग्नु आउनु भएको छ। उहाँहरूले प्रश्न खोल्नु सक्नु भएन, हाम्रो चेलीको हात माग्नु आउनु भएको छ। हात माग्ने कुरामा आन्तरिक कुरा भन्नुपर्दा यत्रो सबै छरछिमेकी राखेको किन भन्दाखेरि यो साँची भद्र भलमनी राखेर आजदेखि मेरो छोरी दिँदैछु है भन्ने कुरा हो। हाम्रो कुरा सबै भइसकेको छ। एउटा कुरा प्रश्न हजुरहरूको के नभएको भने 6 हप्ताको कि 6 महिनाको छुट्टी भन्नुभयो, तर 6 महिनाको छुट्टी कहाँको हो त्यो हामीलाई प्रश्न भएन। पहिलो कुरो 6 महिनाको छुट्टी भन्नुभयो, 6 हप्ताको भन्नुभयो, कहाँको छुट्टी हो त्यो कुरा। र दोस्रो कुरा के भनेदेखि अप्ठ्यारो कुरा कसैले नगर्ने हो। हाम्रो छोरी चेलीले समर्थन भएर म एउटा मूलको चेली हो, कुलको पानी मूलको चेली भन्छ, मूलको चेली हो, म बाहिरबाट जाँदिनँ। म चाहिँ मेरो गाउँको, मेरो ठाउँको मेरो संस्कार छ, मेरो बाबुआमा छ, मेरो आफन्त छ, मेरो छरछिमेकी सबै छ। मेरो बाबुआमा र मेरो भद्र भलात्मी छरछिमेकीको साथमा चाहिँ तपाईँहरूले मेरो हात मागिदिनुहोस् भनेर हाम्रो छोरीले प्रस्ताव गरिसकेपछि पाहुनाहरू त्यसरी आउनुभयो। बुझ्नु भएन? पाहुनाहरू त्यसरी अब पाहुनालाई अप्ठ्यारो पार्ने कुरा होइन। अबको कुरा भनेदेखि हामीले हाम्रो चेलीले स्वीकारिसकेको छ। अहिले अब नियमले भने त पहिलाको जस्तो सोध्नु पर्ला, खोज्नु पर्ला, बा आज जाँदिनँ भन्दा बा कुना पसेर रुँदैछ, त्यो उहाँको आफ्नो ठाउँमा छ। तर हामीले जे भने हामीले यो स्वीकारिसकेपछि अबको तिथि भनेको मेरो सबै है बुढापाका बडाउ काकाहरू जो हुनुहुन्छ उहाँहरूलाई के भनेदेखि अब हामी हाम्रो परम्परा, हाम्रो तिथि, हाम्रो नीतिमा जाने हो। अब फुल फुलाउने अभिभावक जस्तै आमा बाबुहरूले पनि के यो फुल अब उहाँले स्वेच्छाले टिपेको रहेछ, उहाँहरू त्यो फुल टिप्न लागि यहाँ माग्नु आउनु भएको छ के त अब यो फुल उहाँहरूलाई तपाईँहरूले दिँदा हुने हो कि अब फुल आफै संरक्षण गरेर राख्ने फेरि पनि विचार छ कि? ठिकै छ। अब कुटुम्बहरू अब उहाँहरू आउनुभयो, मेरो छोरीले मन पराएर राजी खुसी आउनुभयो होइन, उहाँहरूले धन्यवाद छ, वेलकम छ होइन। अब लिम्बूको रीतिअनुसार अब हाम्रो संस्कारलाई अब यो स्टेप बाई स्टेप आउँछ होइन। त्यसमा कुन स्टेप जाने, कुन स्टेप नजाने भन्ने कुरो हाम्रै भित्रमा छ होइन। अब यसले अब यो धेरै लम्बो कुरा नगरौँ होइन, हाम्रो संस्कारलाई अगाडि बढाउँ। तपाईँ यसमा सहमति नि? सहमत। सहमतिको अनुसार छुट्टी के भन्नु, म चाहिँ अहिले फ्रान्स आर्मीमा कार्यरत छु। विगत 7.5 वर्षदेखि काम गर्दै अहिले चाहिँ छुट्टी
आएको छु। अहिले चाहिँ यो मेरो छुट्टी चाहिँ 6 हप्ताको अनि 2 हप्ता चाहिँ सकिसक्यो। काठमाडौँ विराट गर्दा गर्दै आफ्नो यो कार्यक्रम मिलाउँदै सकिसकेर यो 4 हप्ता टाइम बाँकी छ। उहाँलाई हजुरलाई पनि क्लियर गर्न चाहन्छु होइन। र अर्को कुरा चाहिँ के हो भने अब विगत 1 वर्षमा उसँग चिन्जान मेरो एउटै नम्बरी साथीको चाहिँ आफ्नो बहिनी भनेर चाहिँ त्यसरी नै एउटा यो फेसबुक मार्फत नै बोली भएको साथी चाहिँ उहाँ र मसँग हुन्थ्यो काठमाडौँको हुनुहुन्छ अनि उहाँबाट कन्ट्याक्ट भयो बुझ्दै गयो बोल्दै गयो अब एक आपसमा मन मिल्यो होइन। उसको कुरा पनि मैले सुनेँ र मेरो कुरा पनि उसले सुने। दुईजना बिच जो सहकार्य राम्रो भयो अहिलेसम्म र मैले बुझ्दै गर्दा उसले पनि बुझ्यो होला सायद। अब म्याचुर भइसकेको छ दुईजनाले आफ्नो कुराहरू राख्दा चाहिँ जस मिल्न गयो होइन। अनि जस ऊ पनि खुसी छु भन्न थाल्यो म पनि अफकोर्स खुसी छु। दुईजना मिलेर अब आजको दिनमा चाहिँ यो छुट्टीलाई मिलाएर अनि पहिलेदेखि नै यो प्लानिङ त भएको थियो। पापा मम्मीसँग पनि बोलेको थिएँ मैले अनि उहाँले पनि आउनुहोस् अब एउटा तपाईँहरूलाई एउटा लिम्बू कल्चर अलिकति अप्ठ्यारो भए पनि कसरी हुन्छ सजिलो तरिकाले अगाडि बढाउँ। एउटा हामीले एउटा बढेको छोरी हामीले आफू एउटा कुटुम्बलाई राखेर छरछिमेर राखेरै दिनुपर्छ। ज्वाइँ यसरी आउनुहोस् भनेर चाहिँ हामी चाहिँ उनीहरूको घरमा चाहिँ आज अब यो कुरा अब कसरी अब यो कुराले अब यो हामीले राम्रो गरियौँ या गरिनौँ होइन। हजुरले भनेअनुसार हामी आउन सकिनौँ त्यो थाहा छैन तर हामी चाहिँ यसरी आएको छौँ आज। अब यसको लागि हजुरहरूले अब कसरी हुन्छ हामीले नजानेको हुनसक्छ तपाईँहरूको होइन संस्कृतिलाई अब त्यो पनि हामी रेस्पेक्ट गर्न चाहन्छौँ होइन एकदम आदरको साथ। अब हजुरको छोरी चेलीलाई चाहिँ अब हात माग्न आएको छौँ। अब एउटा सानो यो तरिकाबाट अब हजुरहरूको अब डिसिजन त हजुरहरूको त्यही हो। हस् थ्याङ्क यू। चिरञ्जीवी भाइ भाग्यमानी हुनु लोकगीत नलागोस् माया नै भयो होइन। अनि मेरो छोरीले पनि मायै भयो कि भएन कस्तो माया सोधेको अनि त्यसले गर्दाखेरि चाहिँ हाम्रो मेरो छोरी रहेको चाहिँ दम्पति माया चाहिँ प्रेमी होस् चिरञ्जीवी आयु भाग्यमानी होस् भनेर देवी देउराले हामीले देखेको एउटा कुरा भनेको तपाईँ राजी खुसी त हो पक्का हो नि हो भएपछि ठिकै छ। यो भनेको तपाईँहरू आज भनेको एउटा कन्या अर्थको उसमा आउनुभयो त्यसमा हामी मन्जुर छौँ। हामी भन्छौँ बहिनी मन्जुर छ कि छैन मन्जुर हो मन्जुर भएपछि ठिकै भयो। ल हामीले स्वीकार्यौँ है समातेर लैजाउँ न हो भित्र हाली पठाउँछ नि गाइड गरौँ है। अब यो बोक्नेमा मै परिसक्यो त खाने त हो त नि भित्र लगेर हाम्रो मेरो बहिनीको सुखमय दम्पतिको शुभकामना दिन चाहन्छु। ल म भुपुबाट सदरको नामले भनेको है। किन सपनामा चोकी जस्तो लाग्दैछ आज किन सपनामा चोकी जस्तो लाग्दैछ म त तिम्रो बेहुला तिमी त मेरो बेहुले पल पल घडी घडी मेरै बाटो हेरी सजेकी छौ मेरे निम्ति सोह्र श्रृङ्गार गरी। पल पल घडी घडी मेरै बाटो हेरी
सजेकी छौ मेरे निम्ति सोह्र श्रृङ्गार गरी मुटुको त्यो ढुकढुकी थामेर बसेकी बेहुली फुलमालाले सजाए सिउँदो तिम्रो भर्नेछु मनको खाली पानामा तिम्रै नाम कुर्नेछु फुलमालाले सजाए सिउँदो तिम्रो भर्नेछु मनको खाली पानामा तिम्रै नाम कुर्नेछु यो जुनीलाई मात्र होइन साथै जन्म मेरी बेहुली भुरा राख्ने अनि इटे धार्मिक कुरामा गरेर मिल्छ नि अनि जागिर धेरै खानु चिरञ्जीवी भाग्यमानी हुनु